हेलो गाइज, नमस्ते। तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ म र मेरो छोरा चाहिँ आज ढेँडो खान लागेको छौं। अनि त्यसपछि ढेँडो हामीले थोरै थोरै लिएको छ, हेर्न सक्नुहुन्छ तपाईहरुले नि। अनि आज ढेँडो खाने क्रममा यहाँ भात पनि ल्याएको छु, पुगेन भने यो पनि खानी। त्यही भएर हजुरहरुलाई कस्तो लाग्छ हैन, मेरो च्यानललाई माया गरिदिनु होला त्यही भन्न चाहन्छु। अनि सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला, अनि बेल आइकनलाई नि क्लिक गरिदिनु होला। अब सुरु गरौँ है त साथीहरु। ल सबैजनालाई खम बाबु। एकछिन है तरकारी हालिदिनु। भाग्यको झोल चाहिँ रहेन रहेछ है तरकारीमा। को हुनुभयो बाबुलाई? चानी बनाएको छौँ, प्याजको अचार। सुरु गरे है त हजुरहरु। ल खम 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 साथी, भोक लागिसक्यो आज त के गर्नु। आज चिकन चाहिँ मिठो भएको है, मलाई त खान नै आउँदैन। मेरो छोरोले चाहिँ जान्छ साथीहरु, म चाहिँ जान्दिनँ कि। मलाई ढेँडो खानै आउँदैन, म चपाउने हो। मेरो छोरोले चाहिँ कस्तो मजाले निल्दिनुहुन्छ। निल्देऊ त छोरो। के चाहिन्छ थप है बाबु? के गर्नु साथीहरु, अब झोल छैन, यहीसँग खानु सुरु गर्छ है। जति उपिले मलाई गर्नु यस्तै छ साथीहरु। तरकारी हालौँ बाबु।
असिलो भयो खाउनु त्यो ढेलो राखौँ फ्रिजमा खानुहुन्छ अब निल्यौ छोरो मलाई त यतिले पुग्ला जस्तो भयो त्यो पानी ल्याउन पानी खाउला छोरो आमाले तर्फे त मिठो बनाउनु भएको रहेछ आमा नै बेस्ट हो साथीहरू हो कि न आमा भएन आमा नै हो आमाको हातको जे पनि मिठो हुन्छ साथीहरू के मलाई चाहिँ बच्चैदेखि आमाले पकाएको एकदम खान रुचाउँछ मिठो खाना चाहिँ नखानु होला तिमीलाई के ल्याउँछ र पर्दैन पुग्यो
ल साथीहरू, मलाई चाहिँ पुग्यो है। मेरो छोराले चाहिँ खाँदैछ। अब तपाईँहरू उसको हेर्नुहोस् है। पिरो अचार ला, पिरो अचार ल्याएको अझ। दिन हौ ल प्लेटमा राख। मेरो चाहिँ भर्खरको ब्लग हो साथीहरू। अब तपाईँहरूलाई कस्तो लाग्छ त्यो थाहा छैन होइन। सबैले मन पराइदिनु। यस्तै गरेर म राम्रो राम्रो ब्लग पनि ल्याउँछु होइन तपाईँहरूको लागि। आजलाई यस्तै भयो के गर्नु। पुग्यो यो खाऊ न, सागहरू खाऊ। पुग्यो ल साथीहरू, आज यस्तै भयो। हामी पछाडिबाट नि हल्लाहरू आएको होला होइन। हजुरहरूले अब अझै माया गरिदिनुहोस् अनि हामी योभन्दा राम्रो 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 बनाउँदै जान्छु हजुरहरूको लागि। त्यही भएर आज अहिलेको लागि चाहिँ अब यस्तै भयो साथीहरू। यो फर्स्ट भिडियो हो। हजुरहरूले मन पराइदिनु हुनुहुन्छ भन्ने मलाई धेरै नै आशा छ होइन। हजुरहरूले माया गरिदिनुहोस्, सपोर्ट गरिदिनुहोस्। योभन्दा हाम्रो लागि के नै हुन्छ र ठुलो होइन। हजुरहरू बिना त हामी केही पनि होइनौँ। त्यही भएर हजुरहरूले माया गरिदिनुहोस्। हामी यो सबै हुन्छ नि सुधार्छौँ अनि हजुरहरूको लागि अलि राम्रो भिडियोहरू ब्लगहरू बनाएर ल्याउँछौँ। त्यसको लागि यति नै भन्न चाहन्छु होइन। अब जस्तो भयो नि माया गरिदिनु होला हजुरहरूले, नराम्रो चाहिँ नसोचिदिनु होला है। यसको यति नै भन्न चाहन्छु। अनि आजको लागि यति नै ब्लग बनाएर हजुरहरूमा अब बिदा लिन्छु। हस् त, नमस्ते साथीहरू। छोरो पनि